सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र अहिले हामी छौँ यो के अरे पशुपति बजार होइन। अहिले चाहिँ पशुपति नगरमा छौँ अहिले। केटाहरू अगाडि अब हामी जान लागेको चाहिँ उमा हो कि। हामी जान लाग्यो भनेको भर्खर कसैको दाँत मात्ने अनि मुखसुख धुने बेला हुँदैछ यता फेरि है। भर्खर आएको। हिजो चाहिँ जनकपुरबाट 2 बजीतिर हिँडेको थियौँ। 2 बजीतिर जनकपुरबाट हिँडेको। यहाँ कति बजे आज बिहान 3 बजीतिर आइपुग्यो होला। 3 बजीतिर बिहान आइपुगेको थियौँ। 3 बजी आएर अब त्यति बेला रुम लिएर बस्ने कुरा पनि भएन। आगो सागो तापेर त्यहीँ बाहिरै हामी त त्यहीँ रमाइलो गरेर त्यहीँ बसिदियौँ। अनि यताको कुकुर चाहिँ एकदम कडा हुने कि यस्तो मोटो कुकुर हुन्छ नि। के भने यस्तो मोटो कुकुर हुन्छ नि यता। अनि त्यसपछि बिहान हामी त उठेर पनि चिया खायौँ। चिया खाएर अनि यसो त्यहाँ गाउँतिर यसो घुमघाम गरेर आयो। अनि अहिले चाहिँ निस्किन लाग्यो हामी भनेको कहाँ भनेपछि दार्जिलिङ। हामी हिँड्न लागिकन कहाँ हो? अब हामी दार्जिलिङको हाम्रो गन्तव्यका चाहिँ दार्जिलिङ छ। अब दार्जिलिङ अब हामी अब सुकोसल पुगु भन्ने हाम्रो इच्छा छ। अब धेरै ठाउँ हामीहरू अब भोक पनि बस्यौँ। अब जाम अब गन्तव्य अब कहाँसम्म पुगाउँछ भन्ने हो। त्यो पनि भर छैन, बिच बाटोमै के हुनसक्छ कि भन्ने डर छ। केही नछन्। वाह, यो चाहिँ हाम्रो भ्यू कोट है। दार्जिलिङ जाँदै गर्दाखेरिको के अरे भ्यू कोट होइन सन्दीप? के हो यो भ्यू टावर खै? भ्यू पोइन्ट है के भने खै खाने भएन। वाह बवाल छ त है। ओहो वाह केटा, वाह सबै त फर्क्याउन उताबाट यता फर्क्याउन। सबै त फर्क्याउन उताबाट यता फर्क्याउन सबै। उठेन केटा, समाचार बनाऊ। यो दोबारा फोटो खिच्यो एउटा उ गरौँ न। एउटा फोटो आउनु सबै हेलो गाइस, आउ सबै आउनु। मोटे आउ सब आउनु यहाँ। ल यस्तो गर ल एउटा हामी सिमानामा अहिले चाहिँ गुम्बा अरे। हामी गुम्बामा आइपुग्यौँ अहिले। यसलाई गुम्बा भन्छ अरे। ओहो बिस्तारै भयो गुम्बा। नेपाली बोल्दैन? गुम्बा भन्छन् अरे। फोटो भित्र खिच्न मिल्ने कि नमिल्ने हो, सुज चाहिँ निकाल्नु पर्ने रहेछ। फोटो सायद भित्र खिच्नु मिल्दैन होला। यहीँबाट देखाइन्छु है। क्यामेरा निषेध जस्तो मानिरहेको मैले, मिल्दैन होला। कि गुम्बा म हेरेर आउँछु, आँखाले हेरेर आउँछु। यो चाहिँ गुम्बा अरे। माथि के लेख्दै आउने रहेछ। यो लगायो ट्रेन है, ट्रेन यहाँ दार्जिलिङको। अहिले हामी चढ्छौँ होला है सायद होइन? चढ्छौँ होला। यो चाहिँ गुम्बानिर थियौँ। गुम्बा अब डुल्यौँ। सो हामी चाहिँ अहिले यो बतासे भन्ने ठाउँमा हामीहरू है। अहिले यो चाहिँ बतासे भन्ने ठाउँ है। यो हाम्रो भारतको बतासे लिन्छ। अब यहाँ के छ? ओहो भ्यू त राम्रो देखिँदो रहेछ त। यो ट्रेन हिँड्ने यो यहाँबाट भ्यू हेरौँ न एकचोटि कस्तो हुन्छ। कस्तो छ त हाम्रो यहाँको भ्यू भनेपछि यस्तो छ। कस्तो लाग्यो तिमीलाई भन न? एकदम राम्रो लाग्यो। यहाँ आएर यस्तो एक्सपेक्टेसन मैले राखेको थिएन, तर सोचे भन्दा राम्रो भयो। जस्तो अब उता यहाँ आएर त्यस्तो हिमाल देखिन्छ भनेर सोचेको थिएन। हिमाल देख्न पाइयो ठाउँमा पनि। एक्सपेक्टेसन भन्दा पनि धेरै राम्रो भयो। Oh my god, I can't believe, man. I can't believe.
यत्रो खतरा हिमालदेखि ठिकै छ नि यता पुरा टाढो हेर त फोटो उता फोटो खिचाउँदै त त्यहाँ फोटो खिचाउँ गएर है के छ तिम्रो खबर के छ भन न अब हो लज एकदम हो यस्तो भन्नु पर्यो थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच चाहिँ यति बेला नै लड्नु यति बेला हामी अहिले चाहिँ जुमा आइपुग्यौँ है यहाँ जुमा यति बेला आइपुग्यौँ है अर्को माथिबाट देखिन्छ होला कि जाम्नु उता खायो उहाँ जाम्नु सरी म्याम बोक्ने कन्डिसन चलेर हामीखेरि यो चाहिँ जू है ओ यस्तो छ बिचरा अब के गर्ने अब नबोकी भयो होइन के छ ठिक छ नि कस्तो लागिरहेको माथि गएर हेरौँ न यहाँबाट ओहो पढेको छ बोट पढेन तिमीहरूको टिचर कहाँ छ कहाँ छ तिमीहरूको टिचर ढिलो के हो के गर्छ त्यो सरी ढिलो के नखाने डु नट डिस्टर्ब त्यस्तो खाले नि हौ अलिकति जिस्काएर चाहिँ त्यहाँ हो होइन मलाई के पो पुलिस हो जस्तो लाग्यो क्या पुलिस हो जस्तो लाग्यो के गर्ने त त्यस्तो गर्छु जनावर त्यस्तो गर्नलाई अनि यसले गर भने के लाग्नुपर्छ मैले त गरेको थिएँ मेरो आवाज कम सुन्यो नि त अहिले झन् दुईवटा हतकट लगाएर अहिले ठिकै छ त्यस्तो गर्न नि हौ गरिहाल्यो चाहिँ सरी के उयो हालिदिन्छ मलाई फेरि हामीहरू चाहिँ यहाँ सब सुतेको बेलामा होइन हाम्रो कोअर्डिनेटर सर र हाम्रो एउटा दादाले चाहिँ अहिले चाहिँ यसमा दबाई सबै ल्याएर हाम्रो सोध्दै आउनु हो कोठामा कोही ज्वरो आएको टाउको दुखिया यहाँ मुख सुप लगाएको छ सरले भर्खर कोअर्डिनेटर सर के छ हजुरको अवस्था ठिक छ अब हामी शैक्षिक भ्रमण आछौँ होप इन्टरनेसनल एकाडेमीले प्रत्येक वर्ष शैक्षिक भ्रमणको चाहिँ आयोजना गर्दै आएको छ पोहोर साल विद्यार्थीहरू धेरै बिरामी भएको हुनाले मैले त्यतिखेर जुन औषधि लिएर गएको थिएँ त्यो पुऱ्याउन नसकेका हुनाले अहिले त मैले ठुलो फर्स्ट एड पनि तयार गरेर लिएर आएको हो होइन त्यसरी सबैको कोठामा गएर चेकिङ गरेर सन्चो बिसन्चो के सोधेर त्यही अनुसारको औषधि दिँदै ट्रिटमेन्ट गर्दै आइरहेको छु यही क्रममा चाहिँ यो हाम्रो 28 नम्बरमा 29 नम्बरमा चाहिँ मेरो भाइहरू दुईजनालाई अरू सब ठिक छ नि दुईजना भाइको चाहिँ खुट्टाहरू हिँडाइले गर्दाखेरि होला अलिकति दुख्यो भन्ने कुरो हो मुभ लगाइदिएको भाइहरू फ्रेस भएर सुत्ने आनन्दसँग ढुक्क भएर है पाउने 4 बजे उठ्ने भोलि 4 बजे गाडी चढ्ने हो बाँकी सब सरले भन्नु हो बिहान 4 बजे उठेर चाहिँ हामी यही हेर्न आएको है हो कि नै हामी यही हेर्न आएको बिहान 4 बजे उठेर मान्छेहरू बहुत भिड छ मान्छेहरूको भिड चाहिँ बवाल छ भयङ्कर अझ यता त फेरि स्वर्ग छ झन् यता पुरा कुहिरो लाग्यो जस्तो उज्यालो भइसक्यो देखिन्थ्यो होला मान्छे यस्तो मान्छेको धेरै भिड हुँदो रहेछ वाउ त्यहाँबाट त आउने होइन यस वर्षको शैक्षिक भ्रमण नेपालगञ्जदेखि दार्जिलिङसम्म गरेको छ र दार्जिलिङबाट बडा आनन्दका साथ मनोरम आनन्द लिँदै हामी अहिले हाम्रो इलामको चिया बगान यो कन्याममा आएका छौँ हाम्रो नेपालकै प्रख्यात चिया बगान यो कन्यामको डाँडामा बसेर म तपाईँलाई 2-4 कुराहरू भनिरहेको छु र देखाइरहेको छु विश्वको कुनै पनि कुनामा रहनुभएका हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो कुरा बुझिदिनुहोस् कि कन्यामको चाहिँ चिया असाध्यै मिठो होइन अनि यही
कन्यामलाई चाहिँ हामीले यो मा मेरो बच्चाहरूले चाहिँ केही कुराहरू अवलोकन गरून्, केही शिक्षाहरू प्राप्त गरून्, आफ्नो राष्ट्रियताका कुराहरू होइन, आफ्नो स्वाभिमानका कुराहरू होइन, आफ्नो चाहिँ नेचुरलसँग एउटा प्रकृतिसँग एट्याचमेन्ट हुने अवसरहरू पाउन् भन्ने मेरो चाहिँ लक्ष्य थियो। त्यो मैले हर रूपमा पाइरहेको छु। सबै अन्य साथीहरूले पनि यहाँ चाहिँ यस्तो किसिमको चाहिँ शैक्षिक भ्रमण आयोजना गरेर ल्याउन सक्नुहुन्छ। अनि हाम्रो एन्जिला फिल्मको चाहिँ ठ्याक्कै सुटिङ भएको ठाउँ यही हो। एन्जिलाको मम्मीले एउटा बच्चा डोराएर एउटा बच्चा बोकेर होइन चियाका चाहिँ मुनाहरू टिप्दै गरेको यो ठाउँ मलाई आउने असाध्यै रहर थियो। मेरो यो चाहना पुरा भएको छ। मेरो मात्र चाहना नभएर मैले 45 जना अरू मेरा विद्यार्थीहरूको चाहना पनि पुरा गर्ने प्रयत्न गरिरहेको छु होइन। खुसी पनि लाग्छ। मान्छे विदेश 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 भनेर चाहिँ चिल्लाइरहेको बेला म आफ्नो देश 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 भएर चाहिँ भनेर चिल्लाइरहनु मलाई मन लाग्छ। मेरो बचेराहरूलाई यही देशमा केही गर्नुपर्छ भन्ने चाहिँ म सबैलाई यो ज्ञान दिन चाहन्छु होइन। अनि यसै क्रममा यो प्रत्येक चोटिको चाहिँ हाम्रो शैक्षिक भ्रमणको क्रममा हाम्रो यो एउटा सञ्चार भनौँ अथवा चाहिँ यो डाइरेक्टरको भूमिका निर्वाह गर्ने हाम्रो सुदीप रेग्मी भाइ प्रत्येकचोटि मेरो इन्टरभ्यू लिनुहुन्छ होइन। आफ्नो चाहिँ युट्युबमा चाहिँ लोड गर्नुहुन्छ होइन। यहाँ आज पनि मलाई चाहिँ ल सर यो चाहिँ यो अवसरमा हामीले यो अवसरलाई चाहिँ अझ चाहिँ हामीले यादगार गराउनुपर्छ भन्ने हिसाबले चाहिँ एउटा भिडियो बनाउँदै हुनुहुन्छ। त्यसमा मैले भाइलाई हृदयदेखि सम्मान स्मरण सधैँभरि चाहिँ न्यानो माया प्रकट गर्दै शैक्षिक भ्रमणका चाहिँ आयोजनाहरू भइरह्यो भने भाइलाई जहाँसँगै भए पनि मैले बोलाएर मेरो साथमा लिएर होइन चरम आनन्द लिनको लागि यो अवसर छुटाउने छैन भन्ने बाचाका साथ मेरो भाइलाई एकचोटि फेरि चट्ट सलाम गर्दै धन्यवाद सर। भनाइलाई चाहिँ टुङ्गा सरलाई धेरै धेरै धन्यवाद छ। यति बेरसम्म मेरो भिडियोमा बोलिदिनु भयो। चियाको सुर्कीमा जति आनन्द आउँछ त्यसको 1000 गुणा बढी आनन्द चिया आउँदाखेरि हुँदो रहेछ होइन। एउटा मुखबाट पिएर जिब्रोले लिएको टेस्टभन्दा आँखाले लिएको यो टेस्ट यो हरियालीमा यति आनन्दित छ, यति मनोरम छ होइन। यसको वर्णन गर्न पनि गाह्रो छ। रोडहरू पनि एकदम यो रोड हेर्नुहोस् तपाईँ कुनै स्विजरल्यान्डको कुनै एउटा रोड हो जस्तो लाग्छ मलाई हेर्दा। तपाईँलाई यहाँ यसरी देखाउन चाहन्छु होइन म यहाँ चाहिँ चियाको चिया बगान यसरी चाहिँ हाम्रो कच्चा पदार्थहरू यसरी लोड गरेर लिन्छन् भने होइन। यो रोड हो होइन। धरानमा हाम्रो हर्क साम्पाङको नगरपालिकामा महानगरपालिका हो उपनगरपालिकामा हर्क साम्पाङ ज्यूले मेयर साहबले बनाएको र परिकल्पना गरेको यो धरानको यो संस्कृति र प्रवृत्ति स्तम्भ पार्कमा छौँ हामी। सरम संस्कृति पार्कमा छौँ। यहाँ यो पार्कलाई पहिला चाहिँ बिपी स्मृति पार्क भनिन्थ्यो भने जब हर्क साम्पाङ उहाँ चाहिँ मेयर हुनुभयो त्यसपछि उहाँले सबैको सहयोग सबैको श्रमद्वारा एउटा नयाँ पार्कको चाहिँ परिकल्पना गर्नुभयो र यसलाई विकास गर्नुभयो। यसरी प्रकृतिको काखमा खहरे खोलाको बिचमा विभिन्न किसिमका आकृतिहरू, विभिन्न किसिमका तस्विरहरू, विभिन्न किसिमका चोकहरू, प्रकृतिका विभिन्न अनौठा आकृतिहरू बनाएर चाहिँ उहाँले यो नयाँ अलौकिक पार्क बनाउनु भएको छ। यसलाई चाहिँ एउटा पर्यटनसँग जोड्नु भएको छ, एउटा संस्कृतिसँग काम गर्नुपर्छ भन्ने कुरासँग जोड्नु भएको छ। उहाँले उहाँको जोरदार एउटा भनाइ मलाई असाध्यै मन परेको छ। यहाँ एउटा गोलो पृथ्वी छ र यो पृथ्वीमा हर्कवाद भनेर उहाँले आफ्नो एउटा सिद्धान्तको प्रतिपादन गर्नुभएको छ। र हामी मानिस भएपछि श्रम गर्नुपर्छ, कतिको श्रम गर्नुपर्छ र यसले कहाँ सहयोग गर्छ भन्ने कुराको चाहिँ यहाँ एकदमै पुष्टि गर्नुपर्नु भएको छ। मानिसले बिना श्रमदान अभाव हुन्छ मानिसमा र मानिस गरिबी छाउँछ, गरिबीमा दुःख छाउँछ र दुःखमा द्वन्द्व हुन्छ, द्वन्द्वमा लडाइँको चाहिँ उत्पन्न हुन्छ, लडाइँमा चाहिँ अशान्ति हुन्छ। श्रम गर्नको लागि चाहिँ उहाँले आह्वान गर्दै यसरी ढुङ्गा बोकेर एउटा जङ्गलको बिचबाट पानी बोकेर पानी डोर्याएर धरानेवासीहरूलाई चाहिँ उहाँले पानी पिलाउनु भएको थियो। पानीको अभावमा तडपिरहेको धरानवासीहरूलाई उहाँले शीतलता दिने प्रदान गर्नुभएको थियो। त्यसैले नै उहाँलाई हामीले स्मरण गर्ने गरेका छौँ। उहाँले एकदम राष्ट्रवादको कुरा पनि यहाँ लेख्नुभएको छ। देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ भनेर उहाँले एकदमै आफ्नो हृदयमा देशप्रतिको प्रेमलाई चाहिँ यहाँ व्यक्त गर्नुभएको छ। बहुत सम्माननीय छ हर्क साम्पाङप्रति। आज हामी हर्क साम्पाङको चाहिँ नगरपालिकामा हामी चाहिँ नगरपालिकामा आएका छौँ, धरानको महानगरपालिकामा आएको छौँ
उहाँको चाहिँ माटोमा आएका छौँ। उहाँको चाहिँ संस्कार, उहाँको चाहिँ प्रेरणा हाम्रो लागि चाहिँ जीवन्त रहनेको छ। हाम्रो बालबालिका, हाम्रा विद्यार्थीहरूले उहाँको सिटीमा आएर पनि केही कुराहरू सिक्नेछन् होइन, केही सोसलाइजर कुराहरू सिक्नेछन्, केही डेभलपका कुराहरू सिक्नेछन् भन्ने हामीले सोचेका छौँ। अहिले हामी ठ्याक्कै यो सरम संस्कृति पार्कको भित्र रहेको पुरानो जननायक श्री बीपी कोइरालाज्यूको शालिगको ठाउँमा हामी अहिले उभिरहेका छौँ। अब बीपी कोइराला को हुन् भनेर मैले मेरा भाइ बहिनीहरूलाई बुझाउनु पर्दाखेरि विश्वेश्वर प्रसाद कोइराला यस्तो व्यक्तित्व हुन्, बहुप्रतिभाका धनी अथवा बहु क्षेत्रमा संलग्न रहेका व्यक्ति हुन्। उनी जननायक बीपी कोइराला एउटा राजनीतिज्ञ, महान राजनीतिज्ञ हुन् भने उनी महान साहित्यकार पनि हुन्, एउटा महान म दार्शनिक पनि भन्ने दिन्छु, मेरो आदर्श पनि हुनुहुन्छ उहाँ। विश्वेश्वर प्रसाद कोइराला राजनीति क्षेत्रमा चाहिँ होमिएर एउटा कृष्ण कोइरालाका 3 छोराहरूमध्येका माइला छोरा हुन् उनी होइन। मातृका जेठा बीपी दोस्रो माइला र कान्छा चाहिँ गिरिजाप्रसाद कोइराला हुन्। एउटै आमाले जन्म दिएका 3वटा छोरा नै नेपालको इतिहासमा प्रधानमन्त्री हुने उहाँहरू नै हुनुहुन्छ। विश्वेश्वर कोइरालाका दाजु र भाइसहित उहाँ हुनुहुन्छ। उहाँले नेपाललाई राणा शासनको जन्य राणा शासनबाट मुक्त गर्नको लागि उनले हनिबु लडाइँ गरेको थियो, एउटा लामो लडाइँ गर्नुभएको थियो। त्यसपछि 15 सालमा उनको जननिर्वाचित पहिलो प्रधानमन्त्री हुनुभयो र त्यसलाई फेरि 17 सालमा चाहिँ महेन्द्र राजाले कु गरेर उहाँलाई चाहिँ अपदस्थ गरेर जेल हालियो र यसरी एउटा जनताले चुनेको पहिलो प्रधानमन्त्री पनि हो। उहाँलाई हामीले यसरी चिन्छौँ। नेपालको प्रजातन्त्र र नेपालको राष्ट्रियताका लागि लडिरहने व्यक्तित्व हो उहाँ र त्यस्तै राजनीति धारमा जति उहाँ महान हुनुहुन्छ त्यत्तिकै महान उहाँ चाहिँ साहित्यमा हुनुहुन्छ। साहित्य क्षेत्र हुन्छ। नेपाली साहित्य विधालाई चाहिँ साहित्य जगतलाई चाहिँ फुलाउन उहाँ चाहिँ हनीभूत रूपमा लागिरहेको एउटा चाहिँ अथाह सिपाही हो भन्छु म उहाँलाई होइन। अब विश्वेश्वर प्रसाद कोइरालाको नरेन्द्र दाई, 3 घुम्ती, सुम्निमा जस्ता साहित्य कृतिहरू चर्चित छन् होइन। अब उहाँका चाहिँ साहित्य कृतिमा ठुलो देन पनि रहेको छ होइन। उहाँलाई ठुलो तत्कालीन सरकारले सम्मान पनि गरेको छ, साहित्य सम्मान पनि गरेको छ। त्यसैले गर्दा विश्वेश्वर प्रसाद कोइरालालाई म एउटा नेपाली काङ्ग्रेसको राजनेता मात्रै नसम्झेर उहाँ एउटा हाम्रो साहित्य क्षेत्रको एउटा ठुलो चाहिँ एउटा सुगन्धित फुल भनेर सम्झिरहन्छु र उहाँलाई सम्मान गर्छु। उहाँ मेरो आदर्श हुनुहुन्छ, म यसरी लिन्छु र मेरा भाइ बहिनीहरूलाई पनि म यसरी चिनाउँछु। विश्वेश्वर प्रसाद कोइराला भनेको नेपालको चाहिँ राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक तथा साहित्य क्षेत्रलाई चाहिँ यहाँ विकास गर्नको लागि दिन रात खटेर आफ्नो जिउ ज्यान आफ्नो चाहिँ भूमिका निर्वाह गरिरहनु भएका व्यक्तित्व हुन् होइन भनेर हामीले उहाँलाई चिनाउन चाहन्छौँ। उहाँलाई सधैँभरि हाम्रो सम्मान छ। उहाँलाई हामीले सधैँभरि उहाँ अहिले नरहे तापनि उहाँलाई हामीले कापीका पानाहरूमा, किताबका पानाहरूमा पढिरहेका छौँ, लेखिरहेका छौँ र उहाँलाई उसको सम्मान छ। जय बीपी पाठ होइन। जय होस्। थ्याङ्क यू माई